हेलो गुड मर्निङ गाइस। आज चाहिँ हाम्रो घरमा हल्का सानो लन्चको लागि चाहिँ मोमो बनाउन रेडी हुँदैछ। सो अहिले चाहिँ किमा रेडी गर्दैछ मेरो नानाले होइन। टक्कसँगले यो किमा बनाइसकेर चाहिँ यसलाई मोमो बनाएर खाइन्छ। मोमो पनि बनाउन स्टार्ट भयो हो। आजको लन्च चाहिँ हाम्रो यस्तै छ गाइस। तपाईँहरूको के कस्तो छ लन्च कमेन्ट गरिदिनु होला। मोमो पनि फाइनली रेडी भइसकेर चाहिँ पाक्दैछ अहिले। सो हेर्नुहोस् त कस्तो दामी छ मोमो, खाउँ लाग्दैछ हो। त्यसको बादमा फाइनली अचार पनि रेडी गरियो। त्यहाँदेखि लास्टमा चाहिँ यसरी खायो गाइस।